सेवाहरू सबैजनालाई फ्रान्समा चाहिँ समर भ्याकेसन सुरु भयो। समर भ्याकेसन पनि यति लामो हुन्छ कि 2 महिनाको हुन्छ है। अनि 2 महिनामा त केटालाई घरमा राख्नु मिल्दैन, सो हामीले चाहिँ उनीहरूलाई एभ्रिडे एक्टिभिटिजमा लगाइदिएछ क्या, सधैँ जान्छ एक्टिभिटिज गर्नु। अनि आजको चाहिँ उनीहरूको दिनभरि एक्टिभिटी गर्यो। अनि भरे 9 बजीदेखि 11 बजीसम्म चाहिँ फेरि उनीहरूको आज बाहिर चर्चको बाहिर फिल्म देखाउने भएको छ कि उनीहरूलाई। अनि सो प्यारेन्ट्स आर अल्सो वेलकम भन्ने छ। सो म अहिले जान्दैछु, अहिलेको यहाँ 8:35 भयो रातिको। अनि फिल्म हेर्न जान्दैछु, केटाहरू उतै छ। मेरो श्रीमान पनि आफ्टर वर्क साइड उतै जोइन गर्नुहुन्छ होला। अनि ग्यास वाट आज फेरि फ्रान्स भर्सेस मोरोक्कोको फुटबल पनि छ। अनि मेरो छोरा चाहिँ फ्रान्स टिममा एकदम इन्ट्रेस्टेड छ है। अब हेरौँ के छ त्यहाँ, ठुलो स्क्रिनहरू लगाएको छ कि छैन, कि अदरवाइज हामी घरमा आएर हेरिन्छ कि के हुन्छ। बनी Écoute-moi bien, si t'as pas un Le pique-nique, tout est bon. Les enfants, il y a deux en même temps. इन्जोय द फिल्म। D'accord. हामी मुभी हेरेर फर्किँदै थियौँ। अनि यहाँ चाहिँ मान्छेले फ्रान्स र आज मोरोक्कोको म्याच छ कि वर्ल्ड कप, मान्छेहरू हेर्दै रहेछ यहाँ पार्किङमा बसेर बिग स्क्रिनमा। खाएको जस्तो छ मेरो छोराहरू, आज दिनभरि एक्टिभिटी गरेको। सबैतिर फुटबल हेरिरहेछ, मान्छेले यता पनि हेरिरहेछ। गोल से गोल गोल भयो कि क्या? गोल फ्रान्सले गोल हाने त्यस्तै छ। गोल